ओहो दाजु नमस्कार। नमस्कार भाइ। दाजु नेपालबाट आएको 2-3 महिना भइसक्यो, कतै केही काम पाइएन, हजुरले केही थाहा पाएको होला काम? काम त मसित छ, तपाईँहरू 2-3 जना हुनुहुन्छ? हामी 18-20 जना छौँ नि रुममा त्यतिकै बसिरहेको। कायदा भयो नि त्यसो भए त। हो काम चाहिँ के दाजु? काम चाहिँ हजुर एयरपोर्ट जाने, लिन जाने, छोड्न जाने, लिन जाने। हजुर हजुर युएका वरिष्ठहरू चाहिँ तपाईँको नेपाल जाँदाखेरि हजुर फुलमाला खादाहरू लिएर बिदाई गर्न जाने, हजुर हजुर ग्याङ लिएर होइन। अनि वरिष्ठहरू फर्केर आउँदा हजुर फेरि खादामाला लिएर रिसिभ गर्न जाने। हजुर अनि त्यस्तो काम त हामीले कहाँ पाइन्छ होला र त? यहाँका वरिष्ठहरूले सबै ओगटेर बसिरहन्। त्यो काम पाइन्छ कि अब मैले यसलाई व्यवसायीकरण गर्न थालेको हो। तपाईँहरू जस्तो 15-20 जनालाई म भिसा दिएर राख्छु होइन। हजुर। अनि त्यो काम भनेको हामीले जस्तो बिदाई गर्न जाने, रिसिभ गर्न जाने, अनि कार्यक्रममा उपस्थिति बढी देखाइदिने होइन, हजुर। अनि खादामालाहरू लगाइदिने, अनि कार्यक्रमको सुरक्षा प्रदान गर्ने, हजुर। यस्तो व्यवसाय आँटेछु के। हजुर त्यही भएर तपाईँहरूको त्यो 15-20 जनाको सबै डकुमेन्ट मलाई लिएर आउनुहोस् होइन। हजुर, हजुर। म तपाईँहरूलाई काम दिन्छु। काम चाहिँ हाम्रो भनेको खादामाला लिएर पनि जाने, बर्थडेमा पनि उपस्थिति हुने होइन, अनि तपाईँको कार्यक्रममा पनि उपस्थिति देखाइदिने होइन। काम त्यही पुरै कायदा है त? राम्रो छ नि। ल मलाई सबैको डकुमेन्ट ल्याउँदा है। हुन्छ हुन्छ दाजु, ल हस् हस् ल। त्यो बापत तपाईँलाई भिसा खर्च फ्री। ए ल ल दाजु झन् झन् ढुक्कै भयो ल ल। ल